साथीहरु हेर्नुस् है यहाँ चाहिँ बाघको बच्चा रहेछ हो रहेछ हैन यो चाहिँ बिचाको रहेछ हामी पनि कस्तो तर्सिम हैन भरे त यो कसले फ्याकेको रहेछ नानी त तर्सेन अरे हाम्रो भाइ बहिनी अनि आमा जाँदैछ जाँदैछ यहाँ चाहिँ हामी परसम्म घुम्नु लगेको हो बहिनी भाइलाई चाहिँ मन्दिर हो है साथीहरु यहाँ छेगा लु प्रीतिले के हुँदैन यहाँ आसेङ भदाइ चाहिँ हिँड्दैछ अगाडि अगाडि यहाँ आमाले पनि हेर्दैछ आमाले घुमाउनु लगेको अरे खै आमा त लस्याक्कै हिँड्दैछ अलिक स्पिड हिँड्नुपर्ने यो चाहिँ हो साथीहरु पान्दुरे गाउँ यो चाहिँ साथीहरु नर्सरी रहेछ हो यहाँ चाहिँ मनोज मिनी नर्सरी रहेछ गोपाल धारा हो यहाँ तल घरको अंकल चाहिँ बिल्ली यहाँ चाहिँ बिल्ली डग लभर हो है हेर्नु न साथीहरु के दामी यहाँनिर चाहिँ प्लान्टहरु हो कस्तो दामी स्नेक प्लान्टहरु कस्तो दामी कस्तो दामी है दामी यस्तो ठुलो दामी नि है दामी लु यहाँनिर चाहिँ अब हेर्नु सक्नुहुन्छ अब यो फुल मलाई चाहिँ थाहा भएन हैन अब तपाईहरुलाई थाहा छ भने चाहिँ यो फुलको नाम कमेन्ट गरिदिनुहोस् यहाँनिर चाहिँ अब यस्तो छ हैन यहाँनिर चियापत्तीको बगानहरु यहाँनिर सानो बडे क्यानल जस्तो अब के भन्नु ड्रेनै भनौँ न हैन त्यस्तो रहेछ अनि यहाँनिर चाहिँ बाटो बिग्रेको थियो अरे अस्ति अहिले चाहिँ बनाइसकेछ अनि तपाईहरु आउनु पनि सक्नुहुन्छ यहाँ भ्यू मजाको छ यहाँ जंगलको बीचमा छ यो बाटो चाहिँ हाम्रो आङी पनि आउनु हुँदैछ यहाँ हो हेर्न सक्नुहुन्छ तपाईले अब यहाँ सराउन्डिङ एरियाजहरु यहाँ हेर्नु तपाईहरु यहाँबाट चाहिँ भ्यू इन्जोय गर्न सक्नुहुन्छ आज अलिकति क्लियर छैन वेदर अन्त आङी र प्रिया नाना बस्नु भएको छ यहाँ नाम चाहिँ ओ अमन हाय भन न हेलो गाइस वेलकम ब्याक टु माय च्यानल हामी चाहिँ यहाँ भ्यू इन्जोय गर्नु आएको यहाँ हेर्नु तपाईहरुले पनि तपाईहरु यहाँ आएर यसरी मजा लिन सक्नुहुन्छ फ्रेश एयर छ यहाँनिर अरु फ्रेश एयर साथीहरु नामछिन चाहिँ बसिरहेको छ हो हेर्नुहोस् है साथीहरु थ्याङ्क यू फर वाचिङ माई मिनी ब्लग